फाइनली गाइस सो एभ्रिवान अहिले चाहिँ मासभोटे बजारमा छु गाइस हो यो चाहिँ रिम्बिक मासभोटे बजार हो यहाँ तल मोमो खोलाहरू भेट्छ गाइस खोलाको दृश्यहरू तपाईँलाई देखाउने छु गाइस अन्त यसो हेरिदिनु होला हो के कस्तो हुन्छ हो यो चाहिँ पारी पारी हट्टाहरू हो यहाँ माथि देखिने चाहिँ अब यहाँबाट देखिने दृश्यहरू चाहिँ माथिको चाहिँ दिलपाहरू हो गाइस हो र चाहिँ यसो फुपूकोमा गएको थिएँ मामाहरू पनि यता रिम्बिक दिलपा अन्त यसो अहिले चाहिँ घुम्दै निस्किरहेको अन्त भ्लग बनाउँदै हो अब के कस्तो हुन्छ गाइस हो आज यसो तपाईँहरूले कमेन्ट चाहिँ गरिदिनु होला हो अब जाँदैछु गाइस हिँड्दै जाँदैछु अन्त के गर्नु यस्तै छ सानोतिनो काम कुरो आइटी यहाँबाट चाहिँ सानो गाडीहरूको चाहिँ भनिको बाटो चाहिँ अलिकति बिग्रेको रहेछ लाइट मासभोटे बजार हामी यहाँबाट खोला देख्छ खोलाको रमसमहरू तपाईँलाई देखाउने छु अन्त यसो आज घुमिकन जाने हो हतार नगरिदिकन बल्ल बल्ल टाइम पाएर चाहिँ घरबाट चाहिँ निस्किने टाइपको गाई छ हो हामी मासभोटे भन्ने जग्गा चाहिँ आज चाहिँ केटा बस छ यतै भोलि बिहान नै जान्छ यहाँबाट अन्त सर्टकट बाटो यस्तो छ परसहरू माथि माथि ए हजुर हजुर दा खोला दामी देख्छ नि यहाँबाट है हेर्नुहोस् है खोला मोमो खोला अहिले चाहिँ मोमो खोला रहेछ पनि सनराइज मासभोटे पनि सनराइज हुँदो रहेछ गाइज यो चाहिँ मासभोटे एरिया नेपाली हट्टाहरू हो यो मासभोटे बजार स्कुल भानु हाई स्कुल होइन यहाँबाट माते लिङ्सेबोङसिरी खोला जाने बाटो अन्त यहाँबाट चाहिँ तपाईँको सूर्य सनराइज हुने जग्गा यस्तै शेष गाइड छ आज चाहिँ तपाईँले देख्नु हुँदैछ होइन हेरिदिनु होला सबैजनाले गाइड कमेन्ट सेयर पनि हान्नु होला।